के छ आरामै छौँ हामी? आरामै ए म त यस्तो यता बाटोमा हिँडिरहेको थिएँ। हिँड्दा हिँड्दा यसो भाइले यसो कुराकानी गरेको, यसो राजनीतिक अहिलेको जल्दो बल्दो अवस्थाको बारेमा यसो कुराकानी गफसप गरेको सुनेर यसो भाइसँग सानो भलाकुसारी गर्ने मन लाग्यो। भाइ म तपाईँसँग एउटा कुरा सोध्छु है। अब अहिले जल्दो बल्दो होइन, फागुन 21 गतिको चुनाव हुनु गइराखेको छ नि। अनि त्यसैभरि एउटै पार्टीको नाम गुन्जिराखेको छ भनौँ होइन। अनि त्यो मध्येमा अब तपाईँले पनि अब यसो मन गर्नु भएको होइन, अहिलेको अवस्थामा कुन पार्टीले चाहिँ यो देशमा राज्य सत्ता दिनुपर्छ, कुन पार्टीले राम्रोसँग यो देश चलाउँछ, कुन व्यक्तिले नेतृत्व गर्छ भनेर यसो तपाईँले पनि अहिलेको जल्दो बल्दो अवस्थाले बुझेर तपाईँले पनि मूल्याङ्कन गर्नुभएको होला। यो मूल्याङ्कनले कसरी बुझ्नु भएको छ मलाई यसो छोटकरीमा भनिदिनुहोस् त। बालीको समर्थन हो। बालीको समर्थनहरूको कारणले गर्दाखेरि धेरै माओवादीले 2 वर्ष कार्यकाल चलाएर कार्यकाल चलाउनु उहाँहरूले मुख्य भएको हुँदाखेरि उहाँहरूले केही पनि काम नगरेको कारणले गर्दाखेरि आज बालनलाई आज उठाउनु पर्ने पार्टी त भएर हामी उठाएको हौँ। हामी बालनप्रति समर्थन छौँ। एमालेलाई र माओवादीलाई भोट दिनु हुन्छ भन्ने हाम्रो आकाङ्क्षा हो। अब यो देश रवि बालन पनि चलाउनुपर्छ भन्ने हाम्रो लाग्छ। अब हाम्रै घन्टीको सरकार आउनुपर्छ भन्ने मलाई लाग्छ। ठिक छ, एउटा फेरि सानो सवाल है, सानो प्रश्न है। यो प्रसङ्ग त्यस्तै आयो होइन। अब तपाईँले धेरै विश्वास गरिराख्नु भएको छ रवि र बालनमाथि होइन, र रवि र बालनले नै देश चलाउँछ भनेर भोलि बहुमतको सरकार ल्याइसकेर देश चलाउँछ भने कुनै ग्यारेन्टी छ त्यस्तो? यदि चलाएन भने हाम्रो सरकार आयो कि हेर्दैन होला। हाम्रो सरकार आउँछ, सरकार आइसकेपछि केटीहरूलाई खालेर हाम्रो सरकार हामी अगाडि बढ्छौँ। ल ठिक छ, तपाईँको आशा र तपाईँको शुभेच्छा पुरा होस्, म यही आशा राख्दछु। र आगामी दिनमा तपाईँले भनेको जस्तो रवि र बालन यो देशैभरि राज्यैभरि होइन, यो अधिराज्यैभरि घन्टीमय भएर आओस् भनेर मेरो फेरि पुनः शुभकामना दिन्छु। हस्त धन्यवाद है भाइ।